तपाईँ सफल हुनु आमा बुवाको सपना हो। तपाईँ भन्नुहुन्छ नि कि म ठुलो मान्छे भइहाल्छु, त यस्तो भइहाल्छ, उस्तो भइहाल्छ, म यो गरिदिन्छु, त्यो गरिदिन्छु। अरे साथीहरू, जति तपाईँलाई खुसी लागिरहेको छ कि तपाईँ यो गरिदिनुहुन्छ त के भइहाल्छ, त्योभन्दा कयौँ गुणा खुसी र कयौँ गुणा बढी खुसी हुन्छ हाम्रो आदरणीय आमा बुवा। त उहाँहरूलाई सोचेर तपाईँ जे पनि गरिराख्नु भएको छ, ती सपना मात्र तपाईँको होइन। जब तपाईँ सफल भइहाल्नुहुन्छ त तपाईँ एक्लै खुसी हुनु हुँदैन, तपाईँभन्दा पनि बढी खुसी हाम्रो आदरणीय आमा बुवा हुनुहुन्छ। त्यसैले उहाँहरूको सपना हो कि तपाईँ सफल बन्नु, तर तपाईँ अहिले मोबाइल स्क्रोल गरेर सफल बन्नु हुँदैन, अरूको भिडियो हेरेर तपाईँ सफल बन्नु हुँदैन। तपाईँलाई के लागिरहेको छ, तपाईँको सपना के छ, त्यो सपनामा 100% डेडिकेसनको साथ काम गर्नुहोस्, अनि मात्र तपाईँ सफल बन्नुहुन्छ। र यो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनुहोस्।